नमस्कार यहाँहरू सम्पूर्णमा। आज चाहिँ मैले यो अर्को दोस्रो प्लास्टिक घर बनाउन गइरहेको छु र मैले चाहिँ योभन्दा अगाडि पनि एउटा मैले प्लास्टिक घर बनाएको थिएँ। जुन प्लास्टिक घर बनाउँदाखेरि मैले भिडियो पनि बनाएर मैले अपलोड गरेको थिएँ युट्युबमा। त्यो भिडियो चाहिँ धेरैजनाले मन पराइदिनु भएको छ र धेरै क्वेसनहरू पनि आएको थियो, कसरी बनाउनु भएको, कहाँ बनाउनु भएको भनेर क्वेसनहरू आएको थियो। जुन मैले सकेसम्म चाहिँ त्यो क्वेसनहरू, त्यो जवाफहरू चाहिँ मैले दिने सिकाइ पनि दिएको थिएँ। र आज पनि अर्को म त्यस्तै एउटा दोस्रो अर्को प्लास्टिक घर बनाउन गइरहेको छु। र यो मैले प्लास्टिक घर बनाउने स्थान चाहिँ मेरो पछाडिको यो ठाउँमा म बनाउन गइरहेको छु। र मैले जुन पहिला बनाएको प्लास्टिक घरमा नि धेरै मैले तरकारीहरू उत्पादन गरेको थिएँ, राम्रै भएको थियो। र अर्को यही अब अर्को यो दोस्रो प्लास्टिक घर पनि मैले त्यही तरकारीहरू, गोलभेडाहरू विशेष गरी रोप्नको लागि चाहिँ म बनाउन गइरहेको छु। र यो मेरो जुन म यहाँ मेरो घर भएको एरियाको एल्टिच्युड चाहिँ 1650 रहेको छ। यो अलिकति चिसो ठाउँमै रहने भएको हुनाले चाहिँ मैले यो प्लास्टिक घर चाहिँ अलिकति पुरै प्लास्टिकले ढाक्ने गरीको बनाउन गइरहेको छु, किनभने अबको मौसम चाहिँ अलिक चिसो हुन गइरहेको छ। त्यही भएर चाहिँ मैले अबको रोप्ने बाली भनेको चाहिँ गोलभेडा हो। त्यही भएर चाहिँ मैले यो पुरै ढाक्ने खालको मैले प्लास्टिक घर बनाउन गइरहेको छु। र यो प्लास्टिकको नाप चाहिँ रहेको छ 40 फिट चाहिँ लम्बाइ रहेको छ भने 30 फिट चाहिँ चौडाइ रहेको छ। र यसको बाग्लोपन जिएसएम भन्छ, त्यसलाई चाहिँ 120 को रहेको छ। त्यसै अनुरूप मैले मेरो प्लास्टिक घर पुरै ढाक्नको लागि चाहिँ मैले पुरा रेखाङ्कन गर्नुपर्ने हुन्छ। लेआउट चाहिँ मैले 14 फिट चाहिँ मैले चौडाइ राख्छु भने मैले 24 फिट चाहिँ मैले लम्बाइ राख्छु। किनभने मेरो प्लास्टिकले पुरै ढाक्नुपर्ने भएको कारणले गर्दा चाहिँ मेरो पोलको हिसाबमा पोलको कुरा गर्नुपर्दा चाहिँ मैले मेरो धुरीको पोलको उचाइ रहेको छ 6 फिट राखेको छु भने साइडको पोलको उचाइ रहेको छ 5 फिट। किनभने यो अलिकति चिसो ठाउँ भएको कारणले गर्दाखेरि अलिक होचो खालको बनाउन गइरहेको छु। र मैले मेरो पोलको टोटल उचाइ चाहिँ मैले धुरीको लागि चाहिँ मैले 7.5 फिट राखेको छु, किनभने 1.5 फिट चाहिँ मैले जमिनमा गाड्नको लागि राखेको छु। त्यस्तै गरी मैले साइडको पोलको मैले 6.5 फिट राखेको छु, किनभने 1.5 फिट गाड्नुपर्ने हुन्छ। र मैले यो यतिको मेरो 14 बाई 24 को प्लास्टिक घर बनाउनको लागि मैले पोल चाहिँ धुरीको लागि 4टा र साइडका लागि 4टा गरेर 4 गरेर 8वटा र जम्मा 12टा मैले धुरीहरू चाहिँ मैले अब खाँबहरू चाहिँ तयार पारेको छु। र यसको लागि आवश्यक सामग्री भनेको चाहिँ एउटा प्लास्टिक त भइ नै हाल्यो, त्यस पछाडि सुत्रीको डोरी, त्यस पछाडि बाँस काट्नको लागि बाँस काट्ने एउटा आरी हुन्छ, त्यस पछाडि पिलास चाहिन्छ, अनि त्यसपछि अर्को तारहरू चाहिन्छ, अर्को मेजरिङ टेपहरू इत्यादि कुरा चाहिँ हामीले जुटाएर मात्रै हामी चाहिँ बनाउन सुरु गर्नुपर्ने हुन्छ। हामीले जुन प्लास्टिक घर बनाउँदै गर्दाखेरि हामीले चाहिँ बनाउनुभन्दा पूर्व हामी के गर्नु पर्यो भने चाहिँ प्लास्टिक घर कहाँ बनाउने भनेर चाहिँ प्लास्टिक घरको निर्माणका लागि ठाउँको छनौट गर्नुपर्ने हुन्छ। र ठाउँ छनौट गर्दाखेरि चाहिँ मजाले घामको प्रकाशले देखिने ठाउँ हुनु पऱ्यो, अलिक घमाइलो हुनु पऱ्यो। त्यस्तै गरी यो जुन रुखहरूको छाया नपर्ने ठाउँमा हुनु पऱ्यो होइन। अनि अलिकति मलिलो माटो खालको पनि हुनु पऱ्यो होइन। अलिकति र फराकिलो ठाउँहरूमा नि छनौट गर्नुपर्ने हुन्छ, किनभने पछि हामीले चाहिँ अलिक ठुलो एरिया हुन्छ, बनाउँदै गर्दाखेरि ढुङ्गाहरू निस्क्याउने त्यो अलिकति असहज भएको कारणले गर्दाखेरि। र प्रकाशले यदि त्यो राम्रोसँग देखिएन, घामको प्रकाशले देखिएन भने त्यो जुन हामीले बाली रोपेका हुन्छौँ त्यो चाहिँ अलिक राम्रोसँग जति पनि उत्पादन हुन सक्दैन। र विशेष गरी यो हामीले चाहिँ यो प्लास्टिक घर किन निर्माण गरिन्छ भन्दाखेरि चाहिँ जुन मौसमी खेती त भइ नै हाल्यो, मौसममै त्यही बारीमै पाखामै गरिन्छ। तर बेमौसमी तरकारी चाहिँ हामी विशेष गरी तरकारी उत्पादन गर्नको लागि चाहिँ हाम्रो प्लास्टिक घरको निर्माण गरिन्छ। किनभने प्लास्टिक घरमा चाहिँ अलिकति यो उसले आवश्यक जुन बेमौसममा हुन्छ नि त्यसमा चाहिँ उसले आवश्यक वातावरण पनि क्रिएट गर्ने भएकोले चाहिँ हामीले चाहिँ प्लास्टिक घरमा चाहिँ हामी तरकारी उत्पादन बेमौसम समयमा चाहिँ हामी उत्पादन गर्न सकिन्छ।
अब चाहिँ मैले मेरो प्लास्टिक घर निर्माणका लागि मैले रेखाङ्कन गर्न गइरहेको छु र मैले रेखाङ्कन गर्दा चाहिँ मैले 3, 4, 5 मेथडबाट चाहिँ मैले रेखाङ्कन गर्न गइरहेको छु र रेखाङ्कन गर्दाखेरि सुरुमा हामीले एउटा आधार हुन्छ नि एउटा बेस चाहिँ हामीले कहाँबाट चाहिँ हामी नाप्दै जाने भनेर चाहिँ त्यो बेस चाहिँ हामीले नाप्नुपर्ने हुन्छ पहिला लिनुपर्ने हुन्छ अन्दाजी हो चाहिँ हामीले त्यो डोरी तान्नुपर्ने हुन्छ र त्यही बेसका आधारमा चाहिँ हामीले रेखाङ्कन गर्दै जानुपर्ने हुन्छ र यो बेस चाहिँ हामीले जहाँ चाहिँ अलिकति बाटो साइड पर्छ होइन जुन चाहिँ अलिकति सिधा जस्तो देखिन्छ त्यो ठाउँ होइन त्योबाट चाहिँ हामीले त्यो बेसको डोरी चाहिँ हामीले टाङ्नुपर्ने हुन्छ अब चाहिँ मैले यो हेरो रेखाङ्कन सुरु गर्न गइरहेको छु र मैले चाहिँ अब यहाँ जुन अब यो मेरो छेउ साइड रहेको छ यहाँ योबाट चाहिँ मैले यो ठाउँबाट चाहिँ मैले अब के गर्न यो चाहिँ मैले यो आधारलाई चाहिँ यो चाहिँ आधार मान्छु मैले बेस मान्छु यहाँदेखि अब यसरी डोरी टाङ्छु मैले अनि यहाँदेखि चाहिँ मैले नाप्दै जान्छु अब बाँकी अब चाहिँ मैले यो बेस तानिसकेँ यो बेसबाट चाहिँ मैले अब यहाँदेखि अब त्यो अघि मैले भनेको थिएँ नि 3, 4, 5 मेथडबाट चाहिँ मैले अब लेआउट गर्छु है त सुरुमा हामी यस्तो किला ठिक पार्नु पऱ्यो होइन किला चाहिँ यहाँ पुग्नु पऱ्यो अब जुन छ नि यता 1 मिटरमा यहाँ 3 मिटर यहाँ आउनु भयो यहाँ 3 मिटरमा राख्नु त यसो समाउनु ल समाउनु अब यो चाहिँ यो तीनले यो जिरो कहाँ हुन्छ नि यसरी यसलाई सिधा हुने गरी यसलाई यो बेसलाई छुने गरी ठ्याक्कै गाड्ने यसरी ठ्याक्कै यसरी गाड्नु पऱ्यो बुझ्नुभयो नि यसरी पिनिक्क पारेर फेरि यसलाई जसरी त्यसरी छोडिदिने क्या छैन यसलाई चाहिँ यो जहिले पनि यो डोरी टाग्न बाहिरबाट टाग्नुपर्छ यसलाई यसो भएन ल अब यो र त्यो बार यहाँ ल्याउनु अब यसो तपाईँ समाउनु यो बार एकै ठाउँ है यो हल्का नगरिकन अब म यो तान्छु अब यो जुन यता सात छ नि यो अब यो सात चाहिँ यहाँ हेरेर मिटर चाहिँ अब यो 7 मिटर चाहिँ त्यहाँ छोडिदिने चतुर हुँछु भन्नु न हो अब यसलाई चाहिँ मैले कहाँ हुन्छ नि यसो यता पनि सबैतिर तिनिक्क हुने गरेको अब यहाँ एउटा किला गाड्नु पऱ्यो त्यो एउटा किला फाट्नु थाल्यो नि 7 भन्ने गरी यसै सबै त्यो तिनिक्क भएन यसरी गर्नु पऱ्यो अब यसलाई भरे नाप्दाखेरि चाहिँ अब यो हामीलाई कति चाहिएको छ नि अब यसरी अब यसलाई छुने गरी यसरी तानेर अब कति आफूलाई चाहिएको छ यसरी टाङ्ने चाहिँ नाप्ने अनि यो चाहिँ भयो नि अब फेरि उता कर्नरमा पनि अब कति यस्तो त्यसरी अब यहाँदेखि अब कति आफूलाई लम्बाइ चाहिन्छ यता चाहिँ लम्बाइ बनाएको मैले होइन यो साइड चाहिँ चौडाइ अब मैले यहाँ लम्बाइ अब कति मिटर कति फिटको चाहिएको थियो नि मलाई पहिला अब नाप्ने अनि त्यो पिन गर्ने त्यहाँदेखि फेरि त्यो कर्नरबाट पनि फेरि यसरी गर्ने यसरी नाप्ने अनि ठ्याक्कै भइहाल्छ फेरि ल अब छोडिदिनु त छोडिदियो छोडौँ छोडिदिनु होइन यो पनि छोडौँ यहाँ अनि त्यो 12 चाहिँ छोड्नु दुईले छोड्नु दुईटै अनि तपाईँ उता जानु पर्छ यो डोरी दिएर तपाईँ त्यो अनि त्यो लगेर जान्छ भित्र अब बहिनीले चाहिँ त्यो यहाँको जिरो छ नि त्यो पोलमा गाड्नु त समाउनु त अलि यो के अरे अब मलाई कति लम्बाइ चाहिएको भनेदेखि मलाई 24 फिट लम्बाइ चाहिएको छ होइन ठ्याक्कै 24 मैले अब यहाँ के गर्नु पऱ्यो एउटा किला गाड्नु पऱ्यो त्यसको आधारमा यसलाई टक्क यो जुन अघि यो अलिक छैन है मलाई चाहिँ यसलाई टक्क त्यसरी छुने माथि यो जुन डोरी छ नि हो त्यसरी हो अब मलाई कतिको चाहिएको छ लम्बाइ भने 24 फिटको चाहिएको थियो नि त अब मैले यहाँ 24 मा गाड्ने ठ्याक्क यो डोरी छुने गरी तिनीको पनि होइन
चाँदको टोपी तपाईँले नसोध्दै मलाई ठ्याक्कै यहाँ चाहिएको यो अलिक यो ठ्याक्कै यो तपाईँ यो त मैले बेसमा चाहिँ खाने यो डोरी छुनु यो बाँस छुनु पऱ्यो क्या मैले ठ्याक्कै यो डोरी धेरै पनि हुनु भएन ठ्याक्कै छुनु मात्रै पऱ्यो मलाई ठ्याक्कै कहाँ चाहिएको यति चाहिएको मलाई अब यहाँ आउनु हो तपाईँ अब यहाँ आएर म टिममा राख्छु अब 20 रुपियाँ त्यो बार यहाँ ल्याउनु त बहिनीलाई दिनु अब यो अघि जस्तो फेरि सेम अब यो उसलाई दिनु बहिनीलाई दिनु त्यो बार हामीले चाहिँ यहाँ बनाइसकेका छौँ यो रेखाङ्कन गरिसकेका छौँ अब यसमा चाहिँ हामीले पोल गाड्नको लागि चाहिँ अब खाडल खन्नुपर्ने हुन्छ जुन खाडल खन्नुपर्ने ठाउँ हो भनेर मैले यहाँ मार्क पनि गरिसकेको छु अब यसमा चाहिँ हामीले खाडल खनेर पोल गाड्नुपर्ने हुन्छ Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. Through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go.
empty. The only thing I can see is my own silhouette. I'm getting stronger, step by step. The clock is ticking. अहिलेसम्मको मेरो काम चाहिँ यति भइसकेको छ। मैले अब लगभग केही पर्सेन्ट चाहिँ मैले सकि नै सकेँ। अब केही पर्सेन्ट बाँकी छ अझ। अब भाटाहरू हाल्नु छ माथिबाट। यताबाट यस्तो भएको छ। अब चाहिँ मैले सबै फ्रेमहरू बनाइसकेँ। अब यसमा चाहिँ अब मैले भाटा हाल्नेछु। यो भाटा मैले सबै छिलेर तयार पारिसकेको छु। अब यो भाटा चाहिँ मैले सबै 1 फुटको डिस्टेन्समा चाहिँ राख्छु। किनभने जति नजिक राख्यो त्यति चाहिँ राम्रो। अलिक पातलो राख्यो भने चाहिँ के हुन्छ भनेदेखि चाहिँ पछि त्यो पानी कहिले जम्यो भने चाहिँ तर झुन्डिने हुन्छ क्या। त्यही भएर 1 फुटको बिचमा अन्तरमा चाहिँ भाटा राख्नुपर्ने हुन्छ। अब चाहिँ मैले धमाधम अब भाटाहरू राख्छु। Feeling like a dynamite, ready to explode right up in the sky. I need you to listen, I need you to hear, and don't show any fear. I've been flying from town to town, from London to Taiwan. I've been all around the globe trying to protect your soul. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. Yeah. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. Yeah. Town to town, from London to Taiwan. I've been all around the globe trying to protect your soul. अब चाहिँ मैले एक्सरे लगाइसकेँ। अब सबै बान्नुपर्ने छ। यहाँ धुरीमा यतातिर बान्नुपर्ने छ। अब यो म काम गर्छु है त धुरीमा बान्ने। अहिलेसम्मको यो मेरो कामको प्रगति चाहिँ यस्तो भइरहेछ है। मैले यो माथि धुरी पनि सबै बाँधिसकेको छु। अब यो साइड बाँध्नु छ। अनि यो सबै बाँधिसकेको छु हैन। यो भाटाहरू चाहिँ मैले 1 फिटको अन्तरमा चाहिँ राखेको छु। यो चाहिँ यतिकैमा राख्दा अलिक उत्तम हुन्छ। किनभने
यो प्लास्टिक चाहिँ माथि पानी जम्यो भने चाहिँ तल झुन्डिने हुन्छ क्या, त्यही भएर 1 फिटको फरकमा चाहिँ यो भाटाहरू चाहिँ राख्नुपर्ने हुन्छ। अब मैले यो जुन यो साइडमा भाटा पनि राख्न सुरु गरिसकेको छु, किनभने यतापट्टि यो माथि मिलेको छैन नि, कोही तल कोही माथि छ होइन। अब यसको लागि चाहिँ मिलाउनको लागि चाहिँ यसको लेभल मिलाउनको लागि चाहिँ यसरी भाटा तलबाट झुन्ड्याएर यसरी बान्नुपर्ने हुन्छ क्या। यसरी यो भाटा चाहिँ फेरि तलबाटै झुन्ड्याएर बान्नुपर्ने हुन्छ। माथिबाट बाँध्यो भने चाहिँ माथि यस्तो निस्किन्छ नि त, त्यही भएर फेरि त्यो पानी चाहिँ यसो तर भग्दैन क्या। त्यही भएर भाटा चाहिँ यसरी झुन्ड्याउँदाखेरि चाहिँ तलबाटै झुन्ड्याएर बान्नुपर्ने हुन्छ। यो भाटालाई चाहिँ यसको लेभल मिल्छ। तपाईँलाई देखाउँछु यहाँ माथिबाट कस्तो अहिले लेभल मिलाएको छ, किनभने यहाँ मैले भाटा झुन्ड्याएर मैले बाँधेको छु नि त, मिलेको छ। हेर्नु यताबाट अलिकति यसको लेभल मिलेको छ, किन कुनै अग्लो कुनै होचो भइरहेछ। यो यसको लेभल मिलाउनको लागि चाहिँ फेरि माथि जस्तो भाटा तलबाट झुन्ड्याउनु पर्ने हुन्छ। ल है गाइज, अहिले चाहिँ यस्तो भ्यू चाहिँ यस्तो देखिया छ है। Stranded in the open, dried out tears of sorrow, lacking all emotion, staring down the barrel, waiting for the final gates to open to a new tomorrow, moving with the motion, following the light that sets me अब माथिको नि सबै बाँधिसकेँ मैले। अब यो साइडमा पनि अब यसरी भाटा चाहिँ तेर्साएर चाहिँ के गर्नु पऱ्यो, यो नमिलेकोलाई चाहिँ फेरि यहाँ पनि के गर्नु पऱ्यो, अहिले यसको लेभल मिलाउनु पर्ने हुन्छ। साथी अहिले चाहिँ यसको चाहिँ यस्तो भएको छ। यो प्लास्टिक घर चाहिँ यस्तो बनाएको छ। यो चाहिँ मैले पुरै छोप्ने प्लास्टिकले छोप्ने खालको बनाएको हो। अलिकति यहाँ चाहिँ चिसो हुने भएको कारणले गर्दा र अहिले चाहिँ चिसो समयमा चाहिँ मैले गोलभेडा चाहिँ रोप्नु लागेको हुनाले चाहिँ मैले यस्तो बन्द हुने खालको मैले बनाएको छु। पछि यो चाहिँ अब अलिकति जाडो म हटेर गर्मी समय आए पछाडि चाहिँ फेरि अलिकति खोल्ने खालको पनि मैले त्यो सिस्टम पनि बनाउने सोचमा छु। अहिले चाहिँ यस्तो छ है, हेर्नुहोस् है, यहाँ चाहिँ मैले यसरी बनाएको छु हैन। अनि यो मैले चाहिँ बान्नु चाहिँ मैले मजाले सुतरीको डोरीले साथै मैले बेन्डिङ वायरलाई चाहिँ मैले यसरी बाँधेको चाहिँ मजाले। यो यति बनाउनको लागि, यस्तो खालको बनाउनको लागि चाहिँ तपाईँको बाँस चाहिँ लगभग 15 देखि 20 गना बाँस चाहिँ खर्च हुन्छ है यसरी, किनभने अलिक बाक्लो तरिकाले चाहिँ बान्नु पर्ने हुन्छ भाटाहरू, किनभने अलिक दह्रो बनाउनको लागि चाहिँ यस्तो बनाउनु पर्ने हुन्छ है। मैले यो भित्र चाहिँ यो ढोका बनाएको। पछि यो यतापट्टि र उतापट्टि चाहिँ धेरै गर्मी हो भने खोल्ने मिल्ने खालको चाहिँ मैले बनाउने चाहिँ सोच गरिरहेको छु। यो चाहिँ यस्तो बनाएको छु सबै हैन।
यो यतापट्टि पनि पछि गर्मी हो भने खोल्ने र उतापट्टि पनि खोल्न मिल्ने खालको चाहिँ मैले बनाउन खोजिरहेको छु। अहिले चाहिँ अलिक जाडो समयमा चाहिँ मैले गोलभेडा चाहिँ रोप्ने भएको कारणले गर्दा चाहिँ यहाँ अलिकति यस्तो घुमुक्क पर्ने खालको बनाएको छु। योलाई यस्तो यताति नै मैले यसरी बाँधेको छु। यो धुरीमा चाहिँ यसरी वायरले बाँधेको छु। अनि यो साइडमा मैले सुतरीको डोरीले बाँधेको छु। यता नै सुतरीको डोरीले तल वायरले बाँधेको छु। यो चाहिँ मेरो यो प्लास्टिक टनेलको प्लास्टिक हाउसको साइज भनेको चाहिँ यता लम्बाइ भनेको चाहिँ 24 फिट यता चौडाइ भनेको 14 फिटको बनाएको छु। यो मेरो प्लास्टिकको टोटल भनेको चाहिँ 40 बाई 30मा चाहिँ 39 मात्रै छ लम्बाइ र 29 मात्रै छ चौडाइ। त्यही भएको कारणले चाहिँ मैले पुरै छोप्न ढाक्ने खालको चाहिँ मैले त्यो अनुसारले चाहिँ मैले डिजाइन गरेर बनाएको छु। अब बाँकी रहेको यो प्लास्टिक अब माथिबाट हाल्ने मात्रै बाँकी चाहिँ सबै मैले बनाइसकेको छु। अब प्लास्टिक हाल्दैछु है मैले। अब चाहिँ यो प्लास्टिकलाई चाहिँ हामीले माथि राख्छौँ। अब यसमा राख्छौँ है। अब यो प्लास्टिकलाई चाहिँ अब यसमा राख्ने हो। ठ्याक्कै मैले डिजाइन गरेअनुसार ठ्याक्कै प्लास्टिकले पुगेको छ। यो मेरो प्लास्टिक चाहिँ 40 बाई 30 को थियो, तर मैले नाप्दाखेरि एक्ज्याक्ट चाहिँ 39 बाई 29 थियो। 1 फुट कमी थियो। त्यो अनुसारले मैले डिजाइन गरेर चाहिँ मैले मेरो घरको चाहिँ डिजाइन गर्दाखेरि चाहिँ 24 लम्बाइ हो भने चाहिँ चौडाइ चाहिँ 14 को राखेर चाहिँ ठ्याक्कैले मैले डिजाइन गरेअनुसार ठ्याक्कै मैले ठ्याक्कै 1 फुट चाहिँ उब्रिने गरी यहाँ छोप्न मिल्ने गरी चाहिँ बनाएको थिएँ। सेम त्यस्तै भएको छ। यता पनि मैले त्यस्तै बनाएको छु। 1 फुट तल 1 फुटको चाहिँ माटोले पुर्ने खालको बनाएको छु। यता पनि त्यस्तै छ। ठ्याक्कै मिलेको छ मेरो डिजाइन अनुसार। अब यसलाई तिनिक्क पारेर हैन अब छोप्नु पर्ने छ। अब यसलाई म छोप्छु है। अब यो चाहिँ यतापट्टि चाहिँ पछि गर्मी भयो भने खोल्न मिल्ने खालको बनाउने म गर्न गइरहेको छु। यतापट्टि पनि त्यस्तै। यतापट्टि चाहिँ मैले ढोका राखेको छु। यतापट्टि ठ्याक्कै त्यस्तै ढोका राखेको छु। त्यो गर्मी भयो भने यताबाट खोल्ने मिल्ने खालको चाहिँ बनाउनु मेरो प्लान छ। मैले तन्काएर राख्यो। अब चाहिँ मैले यो प्लास्टिकलाई चाहिँ तल भुइँमा चाहिँ पुर्नको लागि मैले यस्तो खाडल खनेको छु। अब यसलाई चाहिँ यस्तो पुर्नु पऱ्यो हैन। अब अहिले चाहिँ चिसो समय छ र यसलाई चाहिँ म तल यहाँ तल पुर्छु। पछि धेरै अब गर्मी भयो भने फेरि यो निकाल्ने अनि माथि अलि यति गरे चाहिँ भइहाल्छ। यो सिस्टमको बनाएको छ। अब यसलाई चाहिँ पुर्ने
यसो चाहिँ यस्तो देखिया छ। अहिले त चिसो मौसम छ नि त, त्यही भएर चाहिँ तलै घुमुक्कै पार्ने हो। पछि गरियो भने यसरी उचाल्ने। फाइनल्ली मैले चाहिँ आफ्नो यो जुन प्लास्टिक घर निर्माण गरेको थिएँ आज चाहिँ बल्ल सकिएको छ। मेरो फाइनल प्लास्टिक घरको लुक चाहिँ यस्तो रहेको छ है साथीहरु। माथिबाट यो टप भ्यू भयो हैन, यतापट्टि चाहिँ यो साइडको भ्यू भइहाल्यो। यस्तो बनाएको छु र यो चाहिँ मैले ढोका बनाएको छु। अहिले चाहिँ धेरै जाडो छ नि, त्यही भएर यस्तो बनाएको छु मैले हैन। अलिअलि एरिएसनको त्यहाँबाट भइ नै हाल्छ हैन, अलिअलि गइ नै हाल्छ। र यतापट्टि चाहिँ यो साइड चाहिँ यस्तो रहेको छ, यस्तो रहेको छ है। यतापट्टिको चाहिँ धेरै दिन नै लाग्यो मलाई यो बनाउनको लागि, यो कम्प्लिट गर्नको लागि चाहिँ मलाई अलिक धेरै दिन लाग्यो। यस्तो छ है, यस्तो भइहाल्यो हैन। यो चाहिँ मेरो प्लास्टिक घर निर्माण गरेको फाइनलको सुट हो यो चाहिँ। यदि हैन यतापट्टि अब यो साइड यतापट्टि चाहिँ यस्तो रहेको छ, यतापट्टि पनि देखाम यस्तो बनेको छ है। यो चाहिँ मेरो दोस्रो प्लास्टिक घर निर्माण हो मेरो घरमा चाहिँ। योभन्दा अगाडि एउटा मैले बनाएको थिएँ, जुन चाहिँ भिडियो मैले बनाएको थिएँ त्यो एकदम सबैजनाले रुचाइदिनु भएको, हेरिदिनु भएको र धेरैजनाले प्रतिक्रिया पनि दिनुभएको थियो। मैले चाहिँ यस्तो बनाएको छु। अब यो प्लास्टिक घरको मेरो साइज भनेको चाहिँ मैले बारम्बार बनिरहेको छु। लम्बाइ चाहिँ मेरो 14 फिट रहेको, लम्बाइ चाहिँ मेरो 24 फिट रहेको छ भने चौडाइ चाहिँ मैले 14 फिटको बनाएको छु र बिचको खाँबोको उचाइ चाहिँ मैले 6 फिटको राखेको छु भने साइडको चाहिँ 5 को राखेको छु। र मैले यो लेआउट गर्दाखेरि चाहिँ जुन प्लास्टिक मेरो 39 रहेको रहेछ एक्ज्याक्ट चाहिँ हैन, 40 फिट बाइ 30 फिटको प्लास्टिक थियो भने, तर मैले एक्ज्याक्ट नाप्दाखेरि चाहिँ 29 बाइ 39 को रहेछ। जुन मैले मेरो यो लेआउट गर्दाखेरि चाहिँ मैले साइडमा 5 फिट मैले राखेको थिएँ पोल, त्यसको मैले दुईटा गरेर मैले 10 फिटको राखेको थिएँ र यस्तो बिचको लागि मैले 1.5 फिट जति राखेको थिएँ, किनभने मैले 1 फुट चाहिँ मैले गरेर पोल अग्लो राखेको थिएँ नि त। त्यही अनुसारले मैले चाहिँ मिलाएर मेरो गरेको थिएँ। र यो भित्रको तपाईँलाई म भित्र देखाउँछु ल। यो चाहिँ अब ढोका बनाएँ मैले हैन, ढोका यो भित्र चाहिँ यस्तो रहेको छ। अहिले त यस्तो हप भइसकेको छ कि यस्तो रहेको छ है मेरो। अब यसमा चाहिँ मैले यो जाडो सिजनमा चाहिँ मैले गोलभेडा रोप्नको लागि चाहिँ यो मैले तयार गरेको हो। अब यो मैले यो तल खन्नुपर्ने छ, खन्नुपर्ने बाँकी छ हैन, अलिकति बाँझै छ यहाँ। अब खनेर अब यसको लागि चाहिँ माथि अब यहाँ चाहिँ मैले 3टा ड्याङ बनाउँछु, 1 मिटरको ड्याङ बनाउँछु अनि बिचमा 50-50 सेन्टीको चाहिँ मैले बाटो राख्छु। अनि त्यसमा चाहिँ मैले दुई लहर जम्मा यहाँ मैले गोलभेडा रोप्दाखेरि चाहिँ 6वटा लाइनमा चाहिँ रोप्ने छु। अब मैले चाहिँ हिसाब क्यालकुलेट गरेर मैले कति बोट चाहिँ रोप्न सकिन्छ भन्ने चाहिँ म अझै पनि क्यालकुलेट गर्न बाँकी नै छ। अब यसमा चाहिँ अब माथि झुन्ड्याउनको लागि मैले जुन यो बिचमा माथि राखेको छु, यसमा चाहिँ अब भाटा तेर्साएर मैले पछि गोलभेडा चाहिँ यसरी थाक्रा लगाउनको लागि चाहिँ मैले तयार गर्नुपर्ने हुन्छ। यो चाहिँ भित्रको मेरो सबै यो ग्रिन हाउसको प्लास्टिक हाउसको चाहिँ यो दृश्यहरू भयो, यस्तो मैले गरेको छु। यसको लागि चाहिँ अब बाँसहरू चाहिँ टन्नै चाहिन्छ। बाँस चाहिँ लगभग 15 देखि 20 वटा
गना चाहिँ बाँस चाहिँ अलिक छिप्पिएको राम्रो सिधा सिधा खालको चाहिन्छ है। ल अब तपाईँहरूले पनि यदि यस्तो खालको चाहिँ प्लास्टिक निर्माणको लागि चाहिँ तपाईँले बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँको लागि यो एकदम हेल्पफुल भिडियो रहनेछ र यहाँ कसरी बनाउने अझै थप जानकारी लिनका लागि तपाईँ चाहनुहुन्छ भने तपाईँले मलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। अब मैले चाहिँ यस्तै केही कृषिका कुराहरूलाई पनि म भिडियोमा अपलोड गर्नेछु। मेरो पेज पनि छ, मेरो पेजमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले यस्तै खालको होइन अलिकति पहाडी क्षेत्रमा चाहिँ अलिक चिसो ठाउँमा चाहिँ यस्तै खालको अलिक प्लास्टिक हाउस चाहिँ बनाउन चाहनुहुन्छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ र यो मेरो भिडियो पनि तपाईँले हेरेर अझ थप तपाईँलाई सहयोग पुग्नेछ। अझै धेरै काम छ, अलिकति अब यो खन्नुपर्ने भित्र खन्नुपर्ने अलिक लेआउट गर्नुपर्ने बाँकी नै छ। अलिकति माथि थाङ्ग्राको लागि अझै पनि भाटाहरू तेर्साउनु बाँकी नै छ। अब मेरो काम चाहिँ अब बाहिरको सबै काम चाहिँ सकिएको नै छ होइन। यदि तपाईँहरूले पनि यो पहाडी क्षेत्रमा यो चिसो मौसममा चाहिँ बेमौसमी तरकारी उत्पादन गर्नका लागि प्लास्टिक घर निर्माण कसरी गर्ने भन्ने सोच भन्नुहुन्छ भने पक्कै पनि यो मेरो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। मलाई आशा लाग्छ तपाईँलाई पक्कै पनि यो मेरो भिडियोले तपाईँलाई प्लास्टिक घर निर्माण गर्ने केही कुराहरू केही आइडियाहरू सिक्नुहुनेछ भन्ने म विश्वस्त छु। र यदि तपाईँहरूलाई यो मेरो भिडियोले तपाईँलाई जानकारीमूलक लाग्यो भने यो मेरो भिडियोलाई लाइक सेयर र आफ्नो मनमा लागेका जिज्ञासाहरू कमेन्ट बक्समा तपाईँहरूले राख्न सक्नुहुन्छ र यो मेरो च्यानललाई तपाईँले सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। किनभने यो च्यानलबाट मैले विभिन्न यस्ता कृषिका जानकारीमूलक भिडियोहरू मैले अपलोड गर्ने गर्दछु। जुन मैले भिडियो अपलोड गरेको भिडियो चाहिँ तपाईँहरू सामु आउनेछ र तपाईँलाई पक्कै पनि सहयोग हुनेछ भन्ने विश्वास छु। र अर्को यस्तै भिडियो अपलोड गर्ने अर्को मेरो फेसबुक पेज रहेको छ, एग्रो इन्फर्मेसन बाई मनिष राई भन्ने फेसबुक पेज रहेको छ। त्यो फेसबुक पेजलाई पनि तपाईँहरूले फलो गर्न सक्नुहुन्छ र त्यो फेसबुक पेजबाट तपाईँहरूले पनि कृषि सम्बन्धी केही कुराहरू जानकारी लिन सक्नुहुन्छ। र अहिले भने यो भिडियो मार्फत तपाईँहरूसँग म बिदा माग्छु। हवस् त, नमस्कार।